राजनीतिक दलहरू बीचमा सीधा वार्ता हुनु पर्यो भन्ने कुराहरू जुन आएको छ त्यो कुरालाई पनि हामीले आत्मसात गर्दै अहिले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको आह्वानमा सरकारको तर्फबाट राजनीतिक दलहरूलाई वार्ताको लागि आह्वान गरेको हो र हामीले जति राजनीतिक दलहरूलाई उहाँहरूलाई बोलाएका थियौँ उहाँहरू सबै वार्तामा आउनु भएको छ। सबैको सकारात्मक कुरा रहेको छ र यहाँहरूलाई के जानकारी गराउँ भने जेनजी आन्दोलनको जगमा बनेको यो सरकार जुन जनताको यसमा समर्थन छ र राजनीतिक दलहरूको समेत समर्थन छ र राष्ट्रिय अन्तर्राष्ट्रिय सबै क्षेत्रबाट पनि समर्थन प्राप्त गरेको यो सरकार भएको कारणले गर्दाखेरि चुनावमा को वातावरण बनाउनको लागि चुनावको माहौल क्रिएट गर्नको लागि अहिले आज राजनीतिक दलसँग भएको वार्ताबाट सरकार एकदमै उत्साही बनेको छ र राजनीतिक दलहरूको तर्फबाट असाध्यै सकारात्मक जवाफ आएको छ र उहाँहरूको जुन चासो अलिकति सुरक्षाको वातावरण बनाउने कुराहरूमा छ त्यो वातावरण बनाउने कुराहरूमा राजनीतिक दलहरूले पनि सघाउने जेनजीहरूले पनि सघाउने र सरकारले पनि त्यो वातावरण बनाएर निर्वाचन आयोगले फागुन 21 गते चुनाव गर्ने त्यही लाइनमा मुलुक अगाडि बढेको हामीले महसुस गरेका छौँ र आजको छलफल